everyone, hello and namaste सबैजनालाई वेलकम टु माई अनदर भिडियो। ल आज चाहिँ जाउँ मसँग अस्ट्रियाको ल्युनर्जे भन्ने ठाउँमा। तपाईहरुले मेरो भिडियो कतिको हेर्नुहुन्छ हेर्नु हुँदैन। म लास्ट इयर पनि यो ठाउँमा गएको थिएँ ल्युनर्जे नै, तर म चाहिँ विन्टरमा गएको थिएँ लास्ट इयर। सो माथिसम्म जान दिएन, त्यतिबेला बन्द हुँदो रहेछ के। यो अक्टोबर 19 सम्म मात्र खुल्लो रहेछ यो इयर पनि। अनि हाम्रो चाहिँ ठ्याक्कै यो पाली कस्तो भएको भन्दा दशैंको बिदा लिएको थियौं हामीले सबैजनाले। अनि दशैंको टिकाको दिन र भोलिपल्ट चाहिँ रमाइलो गरेर पर्सिपल्टको दिनमा चाहिँ घुम्न जाऊँ न त हामी भन्ने कुरा चल्यो। अनि यति अनप्लान ट्रिप हो के यो, यस्तो अप्पर झट्के ल जाम भनेपछि जाम निस्किम भनेर निस्केको ट्रिप हो यो चाहिँ हैन। अनि हामी चाहिँ बिहानै उठेर 7 बजे हामी हाइडलबेग हब पानोबाट स्टार्ट गर्यौं हाम्रो जर्नी। त्यसपछि हाइडलबेग हब पानोबाट चाहिँ हामी ब्रुक्साल, स्टुटगार्ट, अनि उल्म, अनि लिन्डाउ रोइटिन यहाँसम्म चाहिँ हामी हाम्रो दर्शन टिकटमै गयौं। त्यसपछि चाहिँ लिन्डाउ रोइटिन भनेको चाहिँ अस्ट्रिया र जर्मनीको बोर्डर हो के। त्यस पछाडि चाहिँ हामीले अस्ट्रियाको टिकट काट्नुपर्छ, ट्रेन टिकट। हामी लिन्डाउ रोइटिनबाट ब्लुडेन्सम्म जानु पर्थ्यो, जुन चाहिँ हामीलाई पर पर्सन 13 युरो जति लाग्यो। अनि ब्लुडेन्सबाट फेरि 580 नम्बरको गाडी समातेर हामी चाहिँ जानु पर्थ्यो ब्रान्ड, यो केबल कार स्टेसनसम्म हैन। ल्युनर्जे भनेर बसमै लेखेको हुन्छ, ठ्याक्क त्यसको लास्ट स्टेसनसम्म जाने हो। अनि त्यसको बस टिकट चाहिँ हामीलाई 5 युरो जति लाग्यो पर पर्सन। त्यसपछि तपाईहरु यहाँबाट माथि केबल कारमा गए पनि हुन्छ र हाइक गर्दै जान्छु भने पनि पाउनुहुन्छ। त्यहाँ हाइकिङ ट्रेल्सहरु पनि छ, बाटोहरु पनि छ। तर हामी चाहिँ ढिलो भइसकेको कारणले गर्दाखेरि केबल कारमै गयौं। त्यसको पैसा चाहिँ हामीलाई जाँदा आउँदाको गरेर 24 युरो लाग्यो। र बाहिर केबल कारबाट बाहिर निस्किने बित्तिकै ठ्याक्क अगाडि चाहिँ यो भ्यू छ गाइस। यति राम्रो, यति सुन्दर, यति के कुन चाहिँ वर्डमा मैले डिस्क्राइब गर्ने होला, त्यो जति डिस्क्राइब गरे पनि त्यो हुँदैन होला क्या। त्यस्तो राम्रो फर अ मिनेट चाहिँ हामीलाई चाहिँ एकदमै हेभनमै आएको जस्तो फिल भएको क्या। यति ब्युटिफुल, लिटरली द बेस्ट भ्यू आई हेभ एभर हुन्छ नि सिन जस्तो क्या। हामी चाहिँ यहाँ बुक नगरिकन आएको थियौं नि त, सो द्याट हामी सिधै आउने बित्तिकै चाहिँ एउटा यो ओभरनाइट स्टेको लागि चाहिँ होटलमा रुम छ कि छैन खाली भनेर सोध्न गयौं। अनि हामी यति लक्की रहेछौं कि एउटा रुम मात्र बाँकी छ भनेर हामीलाई त्यो दिनुभयो। सुरुमा त नाइ जस्तो कुरा गरेको थियो, अनि पछि चाहिँ जस हामीलाई खै माया लागेछ कि के भएछ अनि दिनुभयो। अनि हामी चाहिँ कपडा सपडा राखेर, झोलाछोला राखेर ल जाऊँ न त यसो बाहिर फोटोसोटो खिचौँ, भिडियो खिचौँ भनेर गएको। पुरै एकैछिनमा काले बादल आएर पानी त झ्याम पर्यो। सो एउटा मात्र भिडियो खिचेर हामी चाहिँ फेरि ब्याक भयौं रुममै। अनि खानासाना खाएर रेस्ट गर्यौं। अनि राति चाहिँ